खोले साग टिप्ने हो अब गएर सिमरायो साग किन कत्रो भयो यो केटा त आम्मा 15 वर्ष भयो 15 वर्षमा 15 भइसक्यो है बसेन है स्कुल चाहिँ यहाँ परिपलको रुखतिर अग्लो त्यसमा बाउभन्दा अग्लो छ अस्ति मैले फोटो खिचिदिएको केरा त त्यसरी काट्यो भने पलाउँदो रहेछ त फेरि है पानी लिनु जानुपर्ने अन्त त त्यहाँ माथि बोजू हो उहाँ चाहिँ मेरो गाउँको मलाई दाइ मैले कतिचोटि बोलाएँ खै त सुनेको यो सुन्दै सुन्दैन रहेछ भोलि तल आउनु है पूजामा है बाजेसँग ओ राजकुमार ए कस्तो राम्रो बनाउँदैछ ओहो पटेछु बनाउँदो रहेछ यहाँ त कुवा रक्सी खाएर माथेर पल्लोपट्टि हुँदै जाँदैछ हेलो सर आमा हामीले बोलाउँदा चाहिँ नबोल्ने यार यस्तो टिकटकमा बिजी यार मान्छे त यार ओके म एकछिन पर गएर आउँछु आम्मा के हो ल ओके मिठो मिठो साथीहरू छ गाउँतिर पनि रमाइलो छ गाउँको जिन्दगी यसो बर्खा रुखहरू हेर्नु त कति रमाइलो बुहारीले पानी बोक्नुलाई आश यो घरमा मान्छे छैन अहिले यो पिङहरू थाप्थ्यो कति राम्रो हुन्थ्यो